लोकतन्त्र आयो, नयाँ संविधान जारी भयो। त्यो संविधानमा तपाईको 3 वर्षभित्र सबै क्षेत्रको ऐन कानुन हामी बनाइसक्छौँ भनेर अहिलेको संविधानमा नै उल्लेख छ, प्रस्ताव रूपमा उल्लेख छ। त्यसअनुसार अहिले 10 वर्ष बिति लाग्न सक्दा पनि सरकारले कुनै पनि प्रकारको संविधानमा जुन पेशागत ट्रेड युनियन अन्तर्गत रहने जुन हामी श्रमिकहरू छौँ, शिक्षकहरू छौँ, कर्मचारीहरू छौँ, विभिन्न श्रमिकहरू छौँ, त्यसको चाहिँ नयाँ प्रकारको चाहिँ परिवर्तन, अग्रगामी परिवर्तनकारी चाहिँ तपाईँको ऐन चाहिँ ल्याउन सकेको छैन। यसका निम्ति खास गरी शिक्षकहरूले, आम नेपाली शिक्षकहरूले शिक्षामा जबसम्म आमूल परिवर्तन हुँदैन तबसम्म यो देश र राज्यको कुनै पनि क्षेत्रलाई राम्रोसँग विकास गर्न सक्दैन भन्ने मान्यतालाई अगाडि बढाएर यो आन्दोलनलाई 75 सालबाट फेरि उठान गर्यो। 75 सालबाट उठान गर्दाखेरि तपाईँको 75 सालमा पनि नेपाल सरकारसँग त्यतिखेर हामीलाई केही सन्धि सम्झौताहरू भयो, सन्धि सम्झौताहरू नेपाल सरकारसँग। त्यस पछाडि तपाईँको 78 सालमा पनि यसै किसिमबाट भयो, सन्धि सम्झौता भयो। 80 सालमा पनि सन्धि सम्झौता भयो। र त्यो आन्दोलन बदौलत जुन सरकारले हामीसँग गरेको भाषाहरू थियो, त्यो भाषाहरू सरकारले चाहिँ हामीलाई अहिलेसम्म पुरा गर्न नसकेको अवस्थाको कारणले गर्दा अब चाहिँ हामी शिक्षकलाई एउटा समय बनाएर विद्यार्थीलाई मार्का पनि नपरोस्, के भन्छ अभिभावकलाई मार्का पनि नपरोस्। अब एउटा चाहिँ के छ भने शून्य समय, जुन पढाइको एक खालको शून्य समय हुन्छ। हामी शैक्षिक सत्रको अन्तमा आउँदाखेरि 81 सालको शैक्षिक सत्रमा आउँदाखेरि हामीले माग अगाडिबाट नै सरकारले हामीले सरकार खबरदार हामीसँग गरेका सन्धि सम्झौताहरू, पटक पटक तपाईँहरूले चाहिँ गरेका सन्धि सम्झौताहरू अब ऐन मार्फत हाम्रो बिचमा चर्चा हुनुपर्छ। अब यो प्रगतिशील ऐन ल्याउनुपर्छ, अग्रगामी ऐन ल्याउनुपर्छ, शिक्षक र शिक्षालाई विकास दिनुपर्छ, विद्यार्थी अभिभावकलाई सहुलियत गर्नुपर्छ ऐन मार्फत भन्ने खालको हामीले दबाब सृष्टि गर्यौँ। त्यो दबाबको माध्यमबाट हामीले विभिन्न खालका आन्दोलन गऱ्यौँ, प्रदेशमा आन्दोलन गऱ्यौँ, प्रदेश मुख्यमन्त्रीले हामीले दबाब स्वरूप बुझायौँ। प्रत्येक स्थानीय तपाईँको स्तरमा गएर त्यहाँ हामी चेतावनी दियो, स्थानीय सरकारहरूलाई पनि हामीले ज्ञापन पत्रहरू बुझाएका छौँ। हामी जिल्लामा शिक्षा अधिकारीहरूलाई गएर पनि समन्वयका प्रमुखहरूलाई पनि बुझाएका छौँ, सिडिओ कार्यालयहरू पनि बुझाएका छौँ, त्यसै गरी केन्द्रमा पनि हामी बुझाएका छौँ। अनि त्यसै गरी तपाईँको के छ भनेदेखि त शिक्षा मन्त्रालय, शिक्षा विभाग अनि हाम्रो नेपाल सरकारले पनि बुझाउने काम हामी गरेका छौँ। त्यसै गरिरहँदा गर्दै आउँदाखेरि चाहिँ हामीले तपाईँको यो त्यसै क्रममा हामीले प्रत्येक राजनीतिक दलका सांसदहरूलाई हामीले भेटेर पक्षीकरण पनि गर्यौँ, ताकि सदनबाट सजिलै शिक्षा ऐन जारी होस् भनेर हाम्रो एउटा टार्गेट थियो। जसरी पनि सरकारले हामीलाई विगतदेखि ठप्दै आएको ऐनलाई अब सकारात्मक दिशा दिनका लागि हिउँदे अधिवेशनबाट हामीले चाहिँ पास गराउने र यो शैक्षिक आन्दोलनलाई अवतरण गराउने एउटा ठोस स्थितिमा परिस्थितिमा ल्याउने भन्ने हाम्रो मान्यता थियो। त्यसै अनुरूप हामीले यी क्रियाकलापहरू गरिराख्यौँ। प्रत्येक सांसदहरूलाई पक्षीकरण गऱ्यौँ, राजनीतिक दलका नेताहरू बस्यौँ, त्यसलाई भेट्यौँ। प्रत्येक राजनीतिक दलको तपाईँको के छ केन्द्रीय कार्यालयमा गएर हामी अनसन बुझाउँदै गर्दाखेरि हामी चाहिँ के छ भनेदेखि अब सरकारले त्यसपछि पनि सुनेन भने चैत 20 गते 81 साल चैत 20 गतेबाट हामीले माइती घर मण्डलामा चाहिँ नयाँ मानिसहरूसम्म चाहिँ सडक जाम गरेर हामी चाहिँ शान्तिपूर्ण आन्दोलन, एउटा भद्र आन्दोलन हामीले गर्ने, आफ्नो शिक्षक आम नेपाली जनताको पक्षमा गर्ने भन्ने हिसाबमा हामीले अगाडि बढ्यौँ। अनि सरकार चाहिँ हामीसँग फेरि धोकाबाजी गर्यो, आन्दोलनलाई चाहिँ के भन्छ लम्ब्याउने प्रयत्न गर्यो, आन्दोलनलाई भरखालमा फसाउने काम गर्यो, जसले गर्दा चाहिँ आज 24औं दिनमा हामी आइपुगेका छौँ। सरकारले हिउँदे अधिवेशन हत्तपत्त पास गर्नुपर्छ, हामीले सङ्घीय सांसदबाट हामीले शिक्षा अग्रगामी शिक्षा जारी गराउँछ शिक्षकले, हामीले गरेका सम्झौता पुरा गर्नुपर्छ भनेर डरले सरकार चाहिँ के गर्यो भने एक दिन अगाडि पुलिस त्यसले बेलुका चाहिँ संसदलाई चाहिँ बन्द गर्यो। त्यो तपाईँको चलिरहेको हिउँदे अधिवेशनलाई अन्त गर्यो, पलायन भयो। त्यस पछाडि हामीले हाम्रो आन्दोलन फसेको जस्तो हामीले महसुस गऱ्यौँ र त्यो महसुस भइरहँदा चाहिँ हामी अब त्यहाँदेखि सरकारले हामीले कहिले घन्टी बजाएर, कहिले कालो पट्टी बाँधेर, कहिले तपाईँको चाहिँ के सिटी फुकेर, कहिले विभिन्न चाहिँ के छ भने रचनात्मक ढङ्गबाट चाहिँ विरोधाभासपूर्ण सरकारको चाहिँ के छ भने अभिव्यक्तिहरू दिएर हामीले सडकमा जिन्दाबाद र मुर्दाबादका नारा लगाइरहेका छौँ। सडकमा चाहिँ हाम्रो आन्दोलन जारी छ, हाम्रो चाहिँ माग पुरा गर भन्ने खालका नारा हामी लगाइरहेका छौँ। हामी जितिन्छ कि बितिन्छ भन्ने खालको नारा लगाइरहेका छौँ। हामी मर्छौँ या केही गर्छौँ भन्ने हिसाबको नारा लगाइरहेका छौँ। बरु गोली खान्छौँ तर शिक्षा ऐन लान्छौँ, पुरानो ऐन चाहिँ चल्दैन, नयाँ ऐन लागू गरेर यस्ता खालका कुराहरूबाट चाहिँ हामीले गरिरहँदा विगतमा नैतिकताको आधारमा हाम्रो शिक्षा मन्त्री विद्या भट्टराई हुनुहुन्थ्यो, उहाँले चाहिँ यो तपाईँहरूको शिक्षकको पक्षमा हामी छौँ, नेपाली विद्यार्थीको पक्षमा छौँ भनेर तपाईँको अग्रगामी शिक्षा ऐन हामीले सदनबाट गुरुहरूको माग जायज छ भन्ने हिसाबले हामीले सम्बोधन गरेर लगाउँछौँ भन्ने खालको परिस्थिति बनिरहँदा अब प्रधानमन्त्रीले उहाँलाई चाहिँ बाइपास गरेर अगाडि बढ्न भएको मर्यादामा पर्ने भएको हुनाले उहाँ चाहिँ के गर्नु भनेदेखि त विवश भएर राजीनामा दिनुभयो र त्यस पछाडि चाहिँ आन्दोलन अझ थप मोड लियो। हेर्नुहोस्, अनि त्यो मोड लिइसकेपछि तपाईँको अब के छ भने
नयाँ तपाईँको शिक्षा मन्त्री फेरि रघुजी पन्तले बोल्नु भएको छ, उहाँको पनि नेगेटिभ एटिच्युड शिक्षकप्रतिको धारणा जुन छ सकारात्मक देखिएको छैन विभिन्न मिडिया र सामाजिक सञ्जालहरूको माध्यमबाट। त्यसलाई फेरि हामीले हाम्रो आन्दोलनबाट हामीले सिद्ध गर्न खोजिरहेछौँ। हामी शिक्षक हिजो भर्खरै सर्वोच्च अदालत नेपालको सर्वोच्च कानुनी निकायले हिजो आदेश गरिसकेको छ, शिक्षकको माग 3 दिनभित्र सम्बोधन गर, कानुनले दिएको मान्यता अनुरूप सम्बोधन गर अनि शिक्षकलाई सम्मान गरेर 3 दिनभित्र आफ्नो विद्यालय फर्काऊ भन्ने खालको वातावरण सरकारको नाममा आदेश जारी गरेको छ। आजबाट संघीय संसद खुलेको छ। अब सांसदहरूले कस्तो प्रकारको चाहिँ वातावरण त्यहाँ बनाउँछन्, हाम्रो आन्दोलनको पक्षमा कतिको सांसदहरू चाहिँ उभिनुहुन्छ, हाम्रो माग कसरी सम्बोधन हुन्छ त्यो हामीले हेर्न बाँकी छ। तर जबसम्म एक थान 2081 शिक्षा ऐन हाम्रो हातमा आउँदैन तबसम्म हामीले आन्दोलन चालू राख्छौँ, हामी जारी राख्छौँ, हामी पछाडि हट्नेवाला छैनौँ। धन्यवाद। छोटोमा यो अब स्थानीय सरकारको मातहतमा शिक्षा पर्ने भनिसकेपछि अनि हामीले सुनेको चाहिँ अहिले यो बाहिर सुनेको कुरा अब हजुरकै मुखबाट सुन्नु पर्यो, यो संविधान संशोधन नगरिकन हजुरको माग पुरा हुँदैन भनेर भनिरहेका छन्। त्यसपछि त्यस्ता केही कुराहरू छन् जुन संविधान संशोधन नगरिकन चाहिँ के छ भनेदेखि हाम्रो माग पुरा हुनेवाला छैन। त्यो पनि त सरकारकै हातमा छ नि त। सबै मान्य सांसदहरू, सबै दलका मान्य सांसदहरूको हातमा छन्। हामीले स्थानीय सरकारको कुरा तपाईँले गर्नुभयो। स्थानीय सरकार के छ भने एउटा छोटो भूगोलभित्र छ। छोटो भूगोलभित्र 10वटा 8वटा 20वटा 22वटा 24वटा यसरी वाडाहरू छन्। ती वाडाहरूको नेतृत्व गरिरहने स्थानीय सरकारले यो स्थानीय स्तरमा काम गर्ने शिक्षकहरूलाई राजनीतिक हिसाबले उनीहरूले चिन्छन्। यो एमाले निकट शिक्षक हुन्, यो काङ्ग्रेस निकट शिक्षक हुन्, यो नेकपा समाजवादी निकट शिक्षक, यो माओवादी शिक्षक, यो चाहिँ के छ भनेदेखि त समाजवादी फोरम निकट शिक्षक हुन्। उनीहरूले आफ्नो प्रतिस्पर्धाको हिसाबबाट विभिन्न तरिकाबाट चाहिँ चुनाव जितेर आउँछन्। र त्यस्ता शिक्षकहरूलाई के छ भनेदेखि हड्तालमा फसाउने, अप्ठ्यारो दिने, तपाईँको पीडा दिने, अपायक ठाउँमा सरुवा गरिदिने, मानसिक दबाव दिने, बेइज्जती गर्ने, यस्ता धेरै प्रकारका अपमानजनक क्रियाकलापहरू स्थानीय सरकारहरूले र स्थानीय सरकारका नेताहरूले गरिरहेको छ। त्यसकारण हामी के भनिरहेको छौँ भने त्यो ऐनलाई चाहिँ संशोधन गरेर हामीलाई सङ्घीयभित्र राखौँ, हामीलाई समन्वय इकाइ अन्तर्गत राखौँ र यसले गर्दा चाहिँ के हुन्छ भनेदेखि त हामी शिक्षक निष्पक्ष र निडर तरिकाबाट चाहिँ हामीले के छ भनेदेखि शिक्षण गर्न सक्छौँ। विद्यालयमा काम गर्ने वातावरण हामीले निर्माण गर्न सक्छौँ, हामीलाई हाम्रो पक्षमा हुन्छ र त्यस हिसाबबाट चाहिँ हामीले राम्रो शिक्षा दीक्षा बालबालिकाले विद्यालयमा दिन सक्छौँ भन्ने हाम्रो माने छ। त्यसका निम्ति यो सरकारको हातमा छ। सबै सरकारका सांसदहरूले यो सङ्घीय सांसदहरूले चाह्यो भने यो तुरुन्त एक दिनमा यो के छ भनेदेखि त सबै पार्टीले गर्छु भनेपछि त सकिएको नि कुरा। सबै पार्टीको नियन्त्रणमा तपाईँको मान्य सभासदहरू हुनुहुन्छ, मान्य सांसदहरू हुनुहुन्छ। उहाँले पास गरेपछि त शिक्षा संशोधन गर्न मिनट पनि लाग्दैन। हुन्छ भन्नेमा र हुन्न भन्नेमा एकैछिनमा पास हुन्छ। अनि धन्यवाद। होइन राख्नुहोस्, जति जिज्ञासा राख्नुहोस्। शिक्षक र राजनीतिको सम्बन्धलाई यस्तो यो शिक्षक र जुन राजनीतिको सम्बन्ध जुन छ नि यो राज्य विश्वको कुनै पनि मुलुक चाहिँ के छ भनेदेखि त एउटा चाहिँ लोकतान्त्रिक अवस्थामा गइसकेको मुलुक, गणतान्त्रिक अवस्थामा गइसकेको मुलुक, अग्रगामी दिशामा अगाडि बढिसकेको मुलुक, विकास उन्मुख मुलुकले तपाईँ के छ भनेदेखि त अब यो पार्टी सिस्टममा आइसकेको छ। हामी पनि एउटा समाजभित्रकै सदस्यहरू हौँ, शिक्षक पनि एउटा समाजभित्रकै सदस्य हो। समाजभन्दा टाढा शिक्षक बस्न सक्दैन। अनि त्यही समाजभित्र विभिन्न पार्टी र राजनीतिक दलका नेताहरू छन्। अनि हाम्रो नजिक भइहाल्छ, आफ्नो नातेदारको हिसाबले पनि नजिक हुन्छ, उठबसको हिसाबले पनि नजिक हुन्छ, भाइचाराको हिसाबले सामाजिक हिसाबले पनि तपाईँको के हुन्छ भने हामी नजिक हुन्छौँ। अनि हाम्रो झुकावको स्वाभाविक हामी मानव भइहाल्छ नि त्यतातिर, स्वाभाविक कुरा हो। अनि त्यस हिसाबले हामी त्यसरी गरेका छौँ। तर हाम्रो मान्यता के रहेको छ भने हामीलाई ठिकै छ संविधानमा व्यवस्था गरेर हामी राजनीतिक दलसँग हामीलाई आपत्ति खारिज गरे पनि हामीलाई आपत्ति छैन। तर ट्रेड युनियन हाम्रो जुन अधिकार छ त्यो अधिकारको निम्ति हामीलाई टाढा राख्न खोज्यो भने हामी मान्दैनौँ। हामीलाई ट्रेड युनियन अधिकारसँग, विश्व ट्रेड युनियन अधिकारसँग, नेपालको ट्रेड युनियन अधिकारसँग हामीले जोडेर राख्नुपर्छ। ट्रेड युनियन आफ्नो पेसागत हकको लागि हामीले राजनीति गर्न पाउनुपर्छ। हामीले पेसागत माग मुद्दालाई समस्याको जन उठाउन पाउनुपर्छ। हाम्रो मान्यता भनेको यही हो।